हेलो, नमस्ते। तपाईहरुलाई स्वागत छ आजको क्लासमा। म सन्दीप आचार्य र तपाईहरुलाई आज मैले क्लास 12 मा लगायत सिटिभिटी लेभलमा केमिस्ट्री सब्जेक्टमा एकदमै इम्पोर्टेन्ट टपिक भोल्युमेट्रिक एनालाइसिसमा रहेर केही न्युमेरिकलहरु तपाईहरुलाई म यहाँ गराउँदै छु। हामीले केही फर्मुलाहरु जान्न पर्ने हुन्छ। त्यसको लागि 1 नम्बरमा हामीले जान्नु पर्ने हुन्छ W equal to NEV by 1000 भन्ने छ। यो हामीले वेट निकाल्नको लागि र अर्को फर्मुला रहेको छ नर्मालिटी इक्वेसन N1 V1 equal to N2 V2 or S1 V1 equal to S2 V2 र यो दुईवटा फर्मुला हामीले सिम्पल न्युमेरिकल देखि लिएर हामी कम्प्लेक्स न्युमेरिकलमा जान्छौं। न्युमेरिकल 1 number. How can you prepare n by 10 solution of sodium carbonate in 250 ml भनेर सोध्यो। ल यो क्वेशनलाई हामीले सल्भ गरौँ। गिभनमा के दिएछ हेर्नु त। गिभन normality of solution के को सोलुसन हो त यो भन्दाखेरि सोडियम कार्बोनेटको सोलुसन छ। यसलाई हामीले n इक्वल टु कति छ n by 10 अर्थात यसलाई हामीले चाहिँ 0.1 n लेख्छौं किनभने n को ठाउँमा चाहिँ हामीले 1 राख्नु पर्ने हुन्छ। 1 by 10 भयो भने 0.1 n हुन्छ र त्यसैगरी हामीलाई दिएको छ भोल्युम अफ सोलुसन V equal to 250 ml छ हामीसँग र त्यसैगरी अर्को रहेको छ हामीले इक्विभ्यालेन्ट वेट अफ सोडियम कार्बोनेट Na2CO3 E इक्वल टु कति हुन्छ त 53 हुन्छ। ल अब हामीले फाइन्ड आउट गर्ने के छ त भन्दाखेरि वेट अफ सोडियम कार्बोनेट को वेट निकाल्न पर्यो। W इक्वल टु 4 यो फर्मुला राख्नु पर्यो। नाउ by applying formula W equal to NEV by 1000 अब हामीले n को ठाउँमा कति राख्नु पर्यो त 0.1 राख्नु पर्यो इन्टु E को ठाउँमा 53 राख्नु पर्यो। त्यसैगरी V को ठाउँमा कति राख्नु पर्यो त 250 राखिसकेपछि डिवाइडेड बाइ 1000 राख्ने र इक्वल टु यसको मल्टिप्लिकेसन गर्नुभयो भने 1.325 ग्राम चाहिँ आउँछ। देयरफोर W इक्वल टु 1.325 ग्राम यति आउँछ। क्लासमा तपाईहरुलाई यो न्युमेरिकल सँगसँगै आजको क्लास यति नै गर्छौं र अर्को क्लासमा हामीले इम्पोर्टेन्ट न्युमेरिकल जो चाहिँ 4 मार्क्समा आउने क्वेशन हो त्यसलाई हामीले गर्ने छौं। र अन्त्यमा यो भिडियो तपाईहरुलाई कस्तो लाग्छ कृपया आफ्नो तल कमेन्टमा आफ्नो नाम र कहाँबाट हुनुहुन्छ त्यो चाहिँ लेख्न नभुल्नु होला। त्यसको लागि यो च्यानललाई लाइक र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। थ्यांक यू।